Ja, हाम्रो सबै यो 12 रोपनीमा कुखुरा सहित यो 200-300 कुखुरा लोकल कुखुरा अन्डा पार्ने सहितको यो अन्डा पार्ने कुखुराहरू 300-400 कुखुरा अन्डा पार्ने 12 रोपनीमा यो गोलभेडा खेती, फुल खेती अनि यता सबै खेती, गाई खेती, पशुपालन, गाई भयो, गोलभेडा भयो, सबै छ हाम्रोमा। यो 500 कुखुराको लागि फेरि यो कुखुरा सहित पाल्ने गोलभेडा हेर्नुहोस्, यो गोलभेडाको खेती टक्क फलिरहेको छ। फुलहरू फुल खेती पनि गरेर हुन्छौँ हामीले, टक्क हेर्नुहोस्। यतातिर सबै छ हामीसँग, तरकारीहरू सबै आइटमहरू छ। योहरू यो गोलभेडाहरू हामीसँग, गोलभेडाहरू तरकारीहरू लगायत सबै आइटम छ। गोलभेडाहरू भयो, यो तल पनि गोलभेडा छ, यो फुलहरू भयो, यो फुल खेती पनि छ। यता गोलभेडा पनि छ, यो पुरै गोलभेडा पाकेको हेर्नुहोस्, प्रशस्त मात्रामा गोलभेडा फल्छ। 12, 13, 15 यो हाउस हाम्रो बहुउद्देश्य कृषि फर्म, सुदूरपश्चिम बहुउद्देश्य कृषि फर्म हो हाम्रो यो। सुदूरपश्चिम बहुउद्देश्य कृषि फर्म, सुदूरपश्चिम बहुउद्देश्य कृषि फर्म, सुदूरपश्चिम बहुउद्देश्य कृषि फर्म, फार्म हाउस हामीसँग भएको सुदूरपश्चिम बहुउद्देश्य कृषि फर्म। सुदूरपश्चिम बहुउद्देश्य कृषि फर्म, सबै छ सुदूरपश्चिम बहुउद्देश्य कृषि फर्म। यसमा सबै छ। यो सबै हो हाम्रो सुदूरपश्चिम बहुउद्देश्य कृषि फर्म, फार्म हाउस। सबै फुटेज सबै हाम्रो तलदेखिसम्म छ। यहाँदेखि यो माथि बस्ने ठाउँ, यो सबै हो, यो सबै हो। यो सबै हो।
देखिने जस्तै सबै हो। यो बस्ने ठाउँ माथिको सबै हाम्रो सबै कामदारलाई बस्ने ठाउँ, यहाँ हामीले बस्ने ठाउँ। यो सुदूरपश्चिम बहुउद्देश्य कृषि फार्म सबै हो यो है। यो फार्म सबै हो, ठुलो छ हाम्रो यो फार्म।